नुहाइ गर्ने होइन नि जग हो जग ए नुहाइ गर्दा युज हुन्छ हो अनि अरू यो लाइन यो गोट हो के हो भन तिमीले भन त के हो बल गुड जब के हो भन तिमीले म्याउलाई के भन्छन् के भन्छ म्याउलाई भन त म्याउलाई क्याट भन्नुपर्छ हो र अरू के आउँछ बेबीलाई देखाइदेऊ त बेबी बुकमा हो र के छि भयो खै त देखाउ न मलाई के हो भनेर खै देखाउ त मैले देखेन ए बेबी हो नि बेबी बेबीले सबै गर्छ बुक हेर्छ पढ्छ क गर्छ लेखी गर्छ त अरू के छ बेबीको बुकमा मलाई देखाउ त हस् वाउ बेबीको बुकमा के छ सबै देखाइदेऊ त ल त्यहाँ छैन पेज अरू छैन के हो मम्माले भर्खर भनेको भन त लाइन थाहा पाएँ वाउ ए अब के छ त्यहाँ भनिदेऊ त मम्मालाई के हो त्यो रथ जान्छ कहाँ जान्छ घोडा चढाउँछ दगुड छ भने ल अरू 1 2 देखाइदेऊ न मम्मालाई कहाँ छ 1 2 त्यो के हो भन त मबाट माउरी वाउ अब के खानेकुरा छ मम्माले देखाइदेऊ त के हो त्यो ल मलाई टाइगर कहाँ छ टाइगर देखाइदेऊ छोरी टाइगर देखाइदेऊ त मम्मालाई कहाँ छ टाइगर ए गुड जब अनि लाइन खै लाइन गुड जब अनि बफेलो कहाँ छ बफेलो देखाइदेऊ त मम्मालाई गुड जब अनि एलिफेन्ट हैन देखाइदेऊ मम्मालाई राम्रोसँग एलिफेन्ट कहाँ छ भनेर हात्ती कहाँ छ एलिफेन्ट एलिफेन्ट गुड जब अनि चाउमिन कहाँ छ चाउमिन देखाइदेऊ मम्मालाई ए गुड जब अनि मोमो ए अनि ब्रेड देखाइदियो मम्मालाई ब्रेड ल कहाँ छ ब्रेड देखाउ त ब्रेड खै ब्रेड एग देखाइदियो न त ल एग के हो हस् देखाइदेऊ ल मम्मालाई अब रेड कलर देखाइदेऊ छोरो रेड कलर कहाँ छ खै त्यसो मम्मालाई पिङ्क कलर देखाइदेऊ नि त बेबीलाई पिङ्क कलर त आउँछ नि त गुड अनि ब्ल्याक कलर किन के कलर हो त यति छ त्यस्तो भन्न हुँदैन कलर हो ब्ल्याक कलर हो त्यस्तो छि भन्न हुँदैन गन्न हुँदैन कलर हो नि त कलर सर्कल गोलो गोलो गर्ने बेबीले तिमी त हो नि तिमी त हो नि बेबी मेरो पुन्टुरी बेबी हो मेरो बेबी तिमी हो आशाको बेबी हो तिमी मम्माको बेबी को हो त हो र अनि बेबीको अरू के छ देखाइदेऊ त ल बेबीले आफ्नो नोज देखाइदेऊ मम्मालाई के हो अभी नि किन त्यस्तो गरेको
ए ढोक्दियो कति ज्ञानी मेरो छोरी त्यो तीज मनाएको हो नाची नाची गरेर रेड साडी लगाएर हामीले तीज कसरी सेलिब्रेट गर्छौं छोरी भन्देऊ त ए नाचेर ल बेबीलाई नाच्न मन लागिसक्यो अब ल कसरी नाचिन्छ बेबी अलि पारी गर्न नाच न त ए नगरौ त्यो झ्याल नगरौ बेबीको बुकमा के छ मलाई देखाइदेऊ न मम्मा चाहियो मम्मा यही त छ नि अनि वाउ आइसक्रिम खै आइसक्रिम गुड जब अनि फिश देखाइदेऊ छोरा फिश छ ल मम्मा देखिसक्यो फिश कहाँ छ गुड जब अनि एलिफेन्ट हो र अनि एलिफेन्ट देखाइदेऊ छोरा मम्मालाई एलिफेन्ट छ एलिफेन्ट ए बेबीले एलिफेन्ट लुकाइदिन् अब एप्पल देखाइदेऊ एप्पल देखाउ छोरा मम्मालाई गुड बेबीलाई एप्पल पनि थाहा छ त्यस्तै खानुपर्छ एप्पल मिठो भयो एम्मी अनि बेबीलाई हर्स देखाइदिउ न मम्मालाई हर्स मलाई हर्स भनेको थाहै छैन बेबीलाई थाहा छ हो बेबीलाई थाहा छ कि न देखाइदिउ त मम्मालाई हर्स ए बेबीलाई हर्स भनेको पनि थाहा छ खाना हुँदैन अनि बेबीले काइट देखाउ मम्मालाई काइट चङ्गा कहाँ छ चङ्गा काइट हैन कहाँ छ देखाउ मम्मालाई हैन खै चङ्गा खै काइट खै अनि यहाँ छ ए अनि बेबी लाइन देखाउ मम्मालाई लाइन देखाउ न प्लिज छोरी त्यो हैन नि त लाइन लाइन खै लाइन यता छ लाइन यता उता ल ए बेबीले लाइन पनि जानिन् अभी त्यसरी नखाइदेऊ न प्लिज खाना हुँदैन नो त्यस्तो गर्नु हुँदैन ए निकालेर राख्दिउ फेरि कति गुड गर्ल हो नि त नखाऊ बल देखाउ छोरी बल ओहो बेबी त बल खाइदिन् अब बेबीको पेटमा बल जान्छ तिमीले खायौ नि त बल त्यही भएर के हो त्यो गुड बेबीले खाइसकिन् बल त्यो के हो छोरी आइसक्रिम खान्छु गुड एलिफेन्ट पनि खान्छु गुड अरु के खान्छु भन त के हो त्यो डग गुड जब के हो त्यो भन त के हो भन त गुड जब अर्को पेज टर्न गर प्लिज किन मम्मीलाई नदेखाउने किन बाबा डर लाग्छ किन भूत आएर कहाँ आउँछ भूत आउँदैन आयो भने मैले डिस हानिदिन्छु भूतलाई यार डिस हानिदिन्छु बारीमा आयो भने तिमीलाई डर लाग्छ भन्छौ नि त तिमीले